बराहक्षेत्र नगरपालिका वडा नम्बर 10 प्रकाशपुर डोबर इङ्ग्लिस एकाडेमीको अभिभावक दिवस तथा वार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सभाध्यक्षको रूपमा विद्यालय संस्थापक तथा विद्यालयका निर्देशक रबिन कुमार घिमिरे रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र नगरपालिका वडा नम्बर 10 का वडाध्यक्ष तेज बहादुर गुरुङ रहनु भएको थियो। विशिष्ट अतिथिको रूपमा विद्यालयका संस्थापक शुभराज राई, राम निरौला, पूर्व विद्यालयका प्रधानाध्यापक टङ्क विष्ट लगायत अन्य शैक्षिक एवं बौद्धिक व्यक्ति तथा अभिभावक शिक्षक कर्मचारीहरूको बाक्लो उपस्थितिमा विद्यालयका प्रधानाध्यापक केशव घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उक्त कार्यक्रममा नियमित विद्यालय आउने तथा अनुशासित विद्यार्थी 2 जनालाई पुरस्कार वितरण गरिएको थियो भने खेलकुदतर्फ विभिन्न विधामा विजेता भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको नृत्य प्रदर्शन गरी अभिभावकलाई बिङ्गो खेल समेत खेलाइएको थियो, जसमा विजेता 6 जना अभिभावकको छोराछोरीलाई केही महिना निशुल्क पढाउने व्यवस्था सहित अभिभावकलाई उक्त खेल खेलाइएको हो, जुन कार्य विद्यालयका अभिभावकहरूको लागि विद्यालयले उदाहरणीय कार्य गरिएको छ। साथै विद्यालयको पठन पाठन अतिरिक्त क्रियाकलापदेखि लिएर अन्य शैक्षिक क्रियाकलापमा निरन्तर रूपमा योगदान दिनुहुने जम्मा 9 जना सर्वोत्कृष्ट शिक्षकलाई सम्मान समेत गरेको छ। त्यसैगरी उक्त कार्यक्रममा वार्षिक परीक्षा नतिजा प्रकाशन गरी परीक्षा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको थियो। त्यसैगरी यस विद्यालयले विगत केही वर्षदेखि विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिँदै आइरहेको छ। यस विद्यालयले गरेका कार्यहरू उदाहरणीय छन्। सर्वसुलभ मूल्यमा समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ भनी प्रमुख अतिथि तेज बहादुर गुरुङले जानकारी दिनुभयो। साथै कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु भनी सभाध्यक्षले ज्ञापन गर्नुभयो।